हेलो गाइस, तपाईँहरूलाई स्वागत छ मेरो एउटा यो सानो मिनी भ्लगमा। सो अहिले चाहिँ हामी जाँदैछु, कहाँ जाँदैछु त्यो पनि थाहा छैन। एक्चुअली हामी चाहिँ भाउजूहरूसँग भाउजूहरूले हामीलाई लिएर जाँदै हुनुहुन्छ। कहाँ जाँदैछु तपाईँहरू भिडियोलाई अन्तिमसम्म हेरेर बस्नु होला। भाउजूहरू चाहिँ अगाडि नै गएर वेट गरिराख्नु भएको छ स्टेसनमा। हामी दुईजना चाहिँ अहिले जाँदैछौँ, किनकि रेडी हुनको लागि हामीलाई टाइम लाग्यो, त्यही भएर। लु गाइस, मैले भाउजू र आन्टीहरूलाई पनि भेटिसके पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले। र अहिले हामी जाँदैछौँ अटो स्टेसनतिर। लु गाइस, हामीले चाहिँ अटो पनि भेट्यौँ र अटोमा उठेर हामी चाहिँ लाग्यौँ। र जाँदा जाँदा देख्न सक्नुहुन्छ ट्राफिक जाम पनि कति हो कति। हामीले ट्राफिक जाम पनि झेलेको बादमा पुगिसक्यौँ। अनि अटो ड्राइभरलाई भाडा सारा दिएर हामी उतातिर लाग्यौँ जतातिर जान थियो। लु गाइस, हामी आएका छौँ सपिङ मलमा, तपाईँहरूले देख्न सक्नुहुन्छ। तिमीले देखाएको थिएन मैले। मलाई सुहाउने त म कपडै देख्दिनँ त, खालि सानसानो बच्चाहरूको मात्रै कपडा देख्छु। गाइस के भएको, कुन चाहिँ दोकानमा आइसु भने हामी चाहिँ गएको थियौँ सपिङ गर्नको लागि। त्यसका बादको सपिङ गर्दा गर्दा 10,000को बिल बनिसकेको छ। त तपाईँहरूले देख्न सक्नुहुन्छ टुक्रा टक्ला पुरा। भाउजूहरू चाहिँ ब्युटी पार्लर पस्नु भएको छ, हामी चाहिँ रुमतिर जाँदैछौँ। गाइस, आजको भ्लग यति नै हो। भेटौँला फेरि ब्लग है, तब तक